यो अनरले नै थाहा पाइहाल्नु भयो होला तपाईहरु कि त बौलाको हुनुपर्छ कि त होली हैन उल्टो भयो नि तपाई उल्टा जन्मिनु भएको थियो हजुर उल्टा जन्मिनु भएको थियो यहाँनिर हेर्नु त एक नम्बरमा हेर्नु त यो ओके भइसक्यो हजुर यो एक नम्बरमा ओके भइसक्यो हैन थ्यांक यू सबै दर्शकलाई अनि 2 नम्बरमा मेरो च्यानल हेर्नु त यत्रो कार किन्नु चाहने म हेर्नु न तपाईले म कहिले युट्युबबाट यत्रो कार किन्नु यत्रो कार किन्न चाहन्छु हेर्नुस् त ऐना पनि उही क्या मजाको डरै लाग्दो मान्छेले रआउन त सजिलो हुन्छ कि भाउजू हसाउनु गाह्रो छ कि हामी साइजमा पनि फेस पनि हैन दिदी बहिनी भन्छ सबजना हेर्न त भाउजू हैन दिदी बहिनी सेजलजीको ब्लगमा बोल्दैछु हैन अनि अब सुनिमा खालिङ च्यानललाई त राम्रो बनाइदिनु भएको छ उहाँको पनि च्यानल छ उहाँ चाहिँ खासमा अब यो मोनिटाइज यो ल्यापटप कम्प्युटर बारे सबै उहाँलाई एडिट बारे सबै थाहा भएको तर म हिजो पनि मैले भ्लग स्लग बनाएँ म आफै हाल्नु पर्यो भने सिधै थम्बनेल केही बनाउन आउँदैन माथि बसेर हाल्न पो लागेको थियो आफै नै भरे त अपलोड गर्नै जान्दिनँ के गर्दा पनि हुँदैन अनि सेजरजीलाई फोन गरेर पठाउमा कुद्दै आएर डाउनलोड गरेको डाउनलोड अरे अपलोड गरेको अनि त्यस्तो हुँदै यस्तो कुरामा धेरै हेल्प गर्नुभएको छ मैले पनि सक्ने हेल्प गर्नुपर्छ सबैजनालाई खुसीको दिन हैन किस्तामा फोन लिएर भए पनि हैन मोनिटाइज गराए सुनिमा खालिङले हेलो 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 नमस्ते सबैजनालाई ह्याप्पी होली आज चाहिँ विशेष होलीको दिन हो हाम्रो सुम्निमा खालिङको च्यानल मोनिटाइज क्राइटेरिया पुगिसकेको अवस्था हो र उहाँ यहाँ आउँदै हुनुहुन्छ उहाँको च्यानल हामीले आज एप्लाई गर्दैछौँ आशा छ उहाँको मोनिटाइज भइहाल्छ उहाँको खासै त्यस्तो कुनै पनि शङ्कास्पद कन्टेन्टहरू छैन उहाँले अर्ग्यानिक भिडियोहरू आफ्नो आफूले बनाएर हाल्नु भएको छ उहाँको टेक्निकल कुराहरू मैले हेर्ने हाम्रो सल्लाह भएको छ उहाँहरूसँग आज भेट हुन्छ र च्यानल मोनिटाइज एप्लाई गर्नेछौँ तपाईहरु पनि जुनसुकै पनि युट्युब सम्बन्धी कुनै समस्याहरू छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ मोनिटाइज रिभ्युज कन्टेन्ट कपिराइट स्ट्राइक अनि चाहिँ पैसा होल्ड भएको तपाईको बैंक अकाउन्ट मिस्टेक भएको गुगल एसेन्टहरू बिग्रेको सबै कचाकुचु युट्युब सम्बन्धी सबै कामहरू केही छ भने सम्झिन सक्नुहुन्छ र त्यसको तपाईलाई चार्ज लाग्ने छ फ्री नसम्झिनु होला अनि चाहिँ सल्लाहहरू के कसो गर्नेहरू चाहिँ फ्री तपाईलाई त्यो चाहिँ पैसा लाग्दैन अब आज उहाँहरू आउँदै हुनुहुन्छ त्यहाँदेखि हामी ब्लग बनाउने छौँ ब्लग खासै बनाइदिँदैन पनि राम्रो बोल्न आउँदैन त्यही भएर यो सानो जानकारीको लागि मात्र ट्राई गर्छु मन पर्यो यताउता यसो मन जस्तो भयो भने म ब्लग सुरु गर्छु थ्याङ्क यू हेलो कस्तो उल्टो देखिने रहेछ के हो तपाईँ उल्टो मलाई त सुल्टै देखिरहेको छ हो तपाईँ चाहिँ आफै उल्टो हुनु भएको नि उल्टो भयो नि तपाईँ उल्टा जन्मिनु भएको थियो हजुर उल्टा जन्मिनु भएको थियो म कसरी जन्मे के थाहा म त्यतिखेर भन्नु भएन पछि त्यतिखेर आफूलाई थाहा हुनु पर्ने खै म कसरी जन्म थाहा छैन अब आज चाहिँ उहाँको चाहिँ सुम्निमा खालिङजीको चाहिँ मोनिटाइज एप्लाई गर्ने यहाँ हामी तयारी छौँ तपाईँको मलाई तपाईँलाई हार्दिक शुभकामना तपाईँहरूको मायाले तपाईँहरू दर्शक श्रोताको मायाले उहाँ यस्तो दामी भइसक्नु भयो अब यहाँ उहाँलाई चाहिँ यहाँ चाहिँ हरेक कुराले अब उहाँलाई केही पनि छुनेवाला छैन तपाईँको सब्सक्राइबर कति पुग्यो हजुर सर 12,000 पुग्यो वाच टाइम पनि पुगिसक्यो अब हामीले उहाँको च्यानल यहाँनिर एप्लाई गर्न लागिरहेका छौँ यो चाहिँ हाम्रो सुम्निमा खालिङजीको च्यानल हो यस्तो दामी दामी भ्युज रहेछ दर्शक मायाले यस्तो यस्तो यो पनि मैले पनि खिच्नुपर्छ भोलि यहाँनिर हेर्नु त एक नम्बरमा हेर्नु त यो ओके भइसक्यो हजुर यो एक नम्बरमा ओके भइसक्यो हैन थ्यांक यू सबै दर्शकलाई अनि 2 नम्बरमा मेरो च्यानल हेर्नु त 2 नम्बरमा चाहिँ तपाईको यो 2 नम्बरमा अहिले प्रोसेसमा छ हजुर यो पनि तपाईको सकिहाल्छ अनि तल 3 नम्बर पनि पास भएपछि तपाईको झ्याप्पै मोनिटाइज भइहाल्छ अनि मोनिटाइज भएपछि तपाईको के देखिन्छ भने यहाँनिर मोनिटाइज गराउने मान्छे यहाँनिर चाहिँ यस्तोमा डलर आइकन देखाउँछ हजुर अनि तपाईको सबै हालेपछि सबै चाहिँ नि बैंक सेङ हालेपछि तपाईको पिन एप्लाई गरेपछि तपाईको $100 पुग्ने बित्तिकै पहिलो पेमेन्ट झ्याप्पै आउँछ है त तपाईको
एकदम सजिलो छ युट्युबबाट पैसा आउनलाई। ब्याङ्क एकाउन्ट जोडेपछि मान्छेले ट्रान्सफर गरे जस्तै। हेलो गाइस, ह्याप्पी होली। यो अनरले नै थाहा पाइहाल्नु भयो होला तपाईँहरूले होली खेलेको भनेर। कि त बौलाको हुनुपर्छ कि त होली होइन। होलीकै दिनदेखि स्टार्ट हो उहाँको सेजनजीको भ्लग है। उहाँको वाइफ पनि खिचिराख्नु भएको छ। उहाँ चाहिँ मेरो पार्टनर हुनेछ अब भ्लगमा। अनि हाम्रो यता अर्को भ्लगमा पनि तपाईँलाई स्वागत छ है। यस्तै मेरो चाहिँ मोनिटाइज भएको छ आज, एकदम खुसीको दिन होइन। किस्तामा फोन लिएर भए पनि होइन मोनिटाइज गराए सुम्निमा खालिङले। अनि यहाँनिर कन्ट्याक्ट गर्दा सम्पर्क गर्दा हुन्छ। अनि यो चाहिँ तपाईँहरूको सधैँ म पनि उहाँसँग अब भ्लग जोडेर भ्लग गर्छौँ हामी सबैजना। मलाई पनि साथी चाहिएको छ एकदमै भ्लग गर्ने राम्रो खालको। त्यसरी नै हामी जो पर हुनुहुन्छ हाम्रो अजय दादा देख्नुभयो होला अलि नि फोनमा व्यस्त हुनुहुन्छ। अनि तपाईँहरू होलीमा डान्स सान्स त गर्नुहुन्न कोही पनि? डान्स अब एकछिनमा डान्स अब एकछिनमा म्युजिक बज्दै बाँकी छ। हजुर अनि के बोल्नु म प्याट के भन्नु मैले होइन। म अब यो एडिट गर्न यो मेरो च्यानल सबै मलाई केही पनि आउँथेन। एउटा त्यो क्यामेराको अगाडि गएर एक्टिङ गरेको जस्तो कहाँ रहेछ त। क्यामेराको अगाडि एक्टिङ गर्न पनि गाह्रो नै हो त्यो होइन। स्क्रिप्ट याद गर्नुपर्छ, डाइलग याद गर्नुपर्छ, गाली खाइन्छ डाइरेक्टरबाट, त्यो हुन्थ्यो। तर पहिला त पिके भान्सको टिमले सबै हेर्थ्यो, मलाई थाहा थिएन त्यतिखेर। म भ्लग स्लग बनाउँथेन। अनि अब यो भ्लगबाट स्टार्ट अब म एकैचोटि ब्याक कमेडीमा हुन सकिनँ। अनि त्यही भ्लगबाट अब यसो दर्शकहरूले खोजिराख्नु सुम्निमा कहाँ छ के छ 1.5 वर्षसम्म खोजिराख्नु भएको ब्लास्ट भएर निस्किहाल्यो, अस्ति भाइरल भइदियो। त्यसपछि कन्टिन्यू गर्दाखेरि मेरो च्यानलबाट आफू नै गरेँ। अनि तपाईँहरूले फ्रेस देख्नुभयो, माया गर्नुभयो, साथ दिनुभयो। तपाईँहरूको मायाले भने त 700-800 वटा कमेन्टमा एउटा नराम्रो कमेन्ट छैन क्या तपाईँहरूको। यति खुसी यति राम्रो कमेन्टहरू छ। अनि मलाई यो च्यानल खोलेर यसो गर्नुपर्छ, यो ठाउँमा पुर्याउन अजय दादादेखि लिएको नाना दिदीहरू सेजल सबै उहाँहरूको सपोर्ट र साथ हो, दर्शकको माया हो तपाईँहरूको। त भने त तपाईँहरूको ठाउँमा तपाईँहरूले नहेरिदिनु भएको भए, तपाईँहरूले अब के भन्छ सब्सक्राइबहरू नगरिदिनु भएको भए त हुन्थेन नि त। तपाईँहरूकै मायाहरूले यो सब सुम्निमा खालिङ चाहिँ रिकभर हुँदै आएको। अनि म चाहिँ अहिले यहाँनिर सेजलजीको भ्लगमा बोल्दैछु होइन। अनि अब सुम्निमा खालिङ च्यानललाई त राम्रो बनाइदिनु भएको छ, उहाँको पनि च्यानल छ। उहाँ चाहिँ खासमा अब यो मोनिटाइज यो ल्यापटप कम्प्युटरबारे सबै उहाँलाई एडिटबारे सबै थाहा भएको। तर म हिजो पनि मैले भ्लग स्लग बनाएँ, म आफै हाल्नु पऱ्यो भने सिधै थम्मेल केही बनाउनु आउँदैन, माथि बसेर हाल्न पो लागेको थियो आफै नै। भरे त अपलोड गर्नै जान्दिनँ, के गर्दा पनि हुँदैन। अनि सेजरजीलाई फोन गरेर पठाउमा कुद्दै आएर डाउनलोड गरेको डाउनलोड अरे अपलोड गरेको। अनि त्यस्तो हुँदै यस्तो कुरामा धेरै हेल्प गर्नुभएको छ। मैले पनि सक्ने हेल्प गर्नुपर्छ सबैजनालाई। त्यो भन्दैखेरि जुन अहिले एकछिन बाहिर यसो बाहिरतिर पनि घुमेर उहाँहरू काम गरेर मेरो मोनिटाइज च्यानल बनाइदिनु हुँदैछ। अब मेरो एडिट गरेर हालेर टक्कै बाहिरतिर मजाले घुमेको छौँ। रमाइलो छ, शान्त छ, आनन्द छ, खुसी छु म। बाहिर जाने कि होइन? बाहिर उहीँनिर चप्पल लाउनु न कुनै न कुनै। हाय अजय दादा, मेरो क्लोज छ, त्यो क्लोज लगाएर हिँड्नु भयो नि हुन्छ। हेर्नु न कस्तो राम्रो दिन के आज। किन भन्नु न, होलीकै दिन मोनिटाइज टाइम पुगेछ मेरो, वाचिङ टाइम मोनिटाइज एपलाई बधाई दिनुहोस् त लु। यो यसमा तपाईँको पनि ठुलो हात छ नि त। तपाईँको ठुलो हात छ, सपोर्ट छ, तपाईँको धेरै माया छ। कमिला जस्तो सानो अरे ल, उहाँको ठुलो हात छ मेरो यो मोनिटाइज हुन च्यानलमा। सबैजनाले माया गरिदिनु छ हाम्रो सुम्नी बहिनीलाई। मलाई पनि 6 वटा औँला रहेछ, अभिमानी हुन्छ भनेर अस्तिको पोडकास्ट भन्नुभएको छ। एकदम मेरो तर्फबाट सुम्नी बहिनी भाग्यमानी हुनुभएको छ। ओ थ्याङ्क यू सो मच। एकदम दादालाई धन्यवाद धेरै। हाम्रो तेजुजीलाई पनि मेरो पहिला इन्टरभ्यू लिनु भएको उहाँले होइन, परै आउनु भएर। हामी चाहिँ माकोलुङ टेलिभिजनमा तपाईँहरू पनि आएर भिजिट गर्न सक्नुहुनेछ। भाउजूलाई पनि बोलाउनु न, भाउजू आउनुहोस् बाहिर यसो बाहिरतिर भ्लग बनाउँदै भाउजू
हाम्रो सेजलजीको वाइफ हामी उस्तै उस्तै छौँ मान्छे हाँस्ला नि फेरि हाँसेको राम्रो नि मान्छेलाई रहाउन त सजिलो हुन्छ कि भाउजू हँसाउनु गाह्रो छौँ कि हामी साइजमा पनि फेस पनि होइन दिदी बहिनी भन्छ सबजना नन्द भाउजू होइन दिदी बहिनी चाहिँ भन्नु भन्ला हेर्नु यो युट्युबबाट कहिले यत्रो कार किन्नु म भगवान् भोलि मोनिटाइज भइहाल्यो त होइन कहिले कार किन्नु यत्रो कार किन्नु चाहन्छु म कसको यत्रो कार किन्नु चाहने म हेर्नु न तपाईँले म कहिले युट्युबबाट यत्रो कार किन्नु यत्रो कार किन्न चाहन्छु हेर्नुहोस् त ऐना पनि क्या मजाको डरै लाग्दो कहिले किन्नु म हेर्नु त आहा त्यहाँ मजा आउँथ्यो होला है यो कारमा भ्लग बनाउँदै बच्चाहरू खेल्दै रहेछ अब मलाई यत्रो किनिदिने पैसा बनाइदिनुहोस् ल अनि अब यहाँ चाहिँ बाहिर हामी यस्तो ब्लक म त जाँदा ठोकेको उसको पनि ठोकेर उसको पनि यहाँ ठोकेर चोट लागेन डाङ्गै जान्छ भाइहरू भिजेछ अब घाममा सेकाउ चिसो लाग्ला केटाकेटीको जिन्दगी राम्रो बुढो हामी त बुढो भयो बुढी भयो यस्तै भन्दै आजको भ्लगलाई इन्ड गर्दै राम्रोसँगले सपोर्ट गरिदिनु माया गरिदिनु साथ दिनुहोस् राम्रो